सबैलाई नमस्कार। आउनुहोस् आज लोकल कुखुराको मिठो सुप बनाऊँ है त। पहिला मैले कुकर चुलोमा बसालेर तताएँ। त्यस पछाडि मैले तोरीको तेल हालेँ। हजुरले जुनै पनि खाने तेल हाल्न सक्नुहुन्छ। त्यस पछाडि मैले तेल तातिसकेपछि 5 फोरन हालेँ। 5 फोरन मजाले पड्किसकेपछि म अब यसमा प्याज हाल्छु। म यो युट्युब च्यानल पहिलोचोटि चलाइरहेको छु। यो मेरो फर्स्ट भिडियो। प्लिज मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु है। अब मैले प्याज हालेँ। प्याजलाई मजाले तेलमा चलाउँछु र प्याज चाहिँ पिङ्क कलरको भइन्जेलसम्म म मजाले भुट्छु। हो यतिको कलर निस्केपछि अब म मसला हाल्छु। मैले मसलामा चाहिँ जिरा, धनिया अनि गरम मसला, अदुवा लसुनको पेस्ट बनाएर हालेको छु। अब यसलाई पनि म मजाले चलाउँछु। त्यस पछाडि म धुलो खोर्सानी, हल्दी हालेर फेरि मजाले चलाउँछु। यो लोकल कुखुराको झोल हामीले घरमा सजिलैसँगले बनाउन सक्छौँ र यसको स्वाद पनि एकदमै मिठो हुन्छ। आफैले बनाएको मसला युज गर्नुहोला, त्यसबाट स्वाद झन् मजाले मिठो भएर आउँछ। यसरी मैले सबै थोक हालेर चलाएँ। यस भिडियोमा केही कमी कमजोरी भयो भने प्लिज मलाई बताइदिनु होला कि फेरि आगामी दिनहरूमा त्यो कुरालाई सच्याउन सक्छु। अब यो मसलालाई म मजाले तेल माथि मसलामा ननिक्लिन्जेलसम्म पकाउँछु। हो यतिको भइसकेपछि म यसमा अब लोकल कुखुरा मैले पहिले नै भुटेर राखेको थिएँ। थोरै मैले अगाडि नै पकाएको थिएँ, सेरेक गनाउँछ भनेर पहिले भुटेर राखेको थिएँ। हो त्यसलाई मैले मसलामा हालेर फेरि मजाले चलाउँछु। अनि अब मैले नुन हाल्न अघि बिर्सिएको थिएँ, त्यही भएर अब म यसमा स्वाद अनुसारले नुन हाल्छु। ठिक्कको ग्रेभी खाने भए त्यही स्वाद अनुसारले हाल्नुहोला, झोल खाने भए त्यही स्वाद अनुसारले हाल्नुहोला। नुन राखिसकेपछि मैले फेरि अब यसलाई मजाले चलाउँछु र एकछिनको लागि मसला र मासु मजाले मिलियोस् र त्यसबाट तेल छुट्योस् भनेर छोपिदिन्छु। हो यसरी मासुबाट तेल बाहिर, मसला र मासुबाट तेल निस्किसकेपछि अब यसबाट काँचो मसला गनाउँदैन। अब यसमा म तातो पानी हाल्छु। तातो पानी मैले अगाडि नै तताएर राखिसकेको थिएँ। तातो पानी हाल्छु। तातो पानी हाल्यो भने अझै मिठो स्वाद आउँछ। चिसो पानीभन्दा हजुरहरूले तातो पानी नै युज गर्नुहोला। अब यसलाई मैले यतिको पानी हालेर सिटी हाल्न छोडिदिएँ। अब हजुरको मासु कतिको छिप्पिएको छ त्यही अनुसारले सिटी लाउनुहोला। मैले यसलाई 4-5 सिटी लाएपछि एउटा भाँडोमा खनाएँ। यतिको भयो। खनाएर धनिया अलिकति माथिबाट छर्किदिएँ। अब यसलाई म हजुरहरूलाई देखाउँछु कस्तो भयो। हो मेरो चाहिँ लोकल कुखुराको झोल यस्तो भएको थियो र खाँदा पनि एकदमै मिठो चखिलो भएको थियो है। नमस्ते। म फेरि अर्को भिडियो लिएर आउने छु हजुरहरूको माझ। मलाई माया गर्नुहोला।